हाम्रो चाहिँ कुरा सुनिदिने कोही छ कि छैन। यहाँ दुर्गा प्रसाईले एकदम डर त्रासहरू देखाउन थालिसक्यो। चामल यति बोरा राख, यसरी यति दिन आन्दोलन हुनसक्छ, यस्तो हुनसक्छ, उस्तो हुनसक्छ भनेर पुरा डरहरू देखाइसक्यो। अहिले जेनजीको आन्दोलन पछाडि बनेको अन्तरिम सरकारले यो कुराहरू सुनेको छ कि छैन, यो कुराहरू चाहिँ उहाँहरू समक्ष पुर्याइदिनु पर्यो है। तपाईँहरूले पनि पहल गर्नु पर्यो, हामी सबैजना मिलेर पहल गर्नु पर्यो। छठ पछाडि दह्रो आन्दोलन हुनेवाला छ, त्यहाँ कसको के हुन्छ भन्ने कुराहरू कसैलाई थाहा छैन भन्ने खालको इन्डाइरेक्ट खालको भनौँ न, अब घुमाउरो तरिकाले धम्कीहरू आइरहेछ होइन। त्यो कुराहरू चाहिँ हामी सबैजनाले मिलेर त्यो आन्दोलन, राजावादी आन्दोलन, के आन्दोलनहरू चाहिँ अब रोक्नुपर्छ। अनि फागुन 21 गतेको चुनावलाई पनि सफल पार्नुपर्छ भनेर भन्दिनँ म। त्यो चुनावमा नि अब पहिल्यैकै मान्छेहरू आउन सक्छ, विकल्प केही खोज्नु पर्यो है त।